मलाई अहिले दुबई जानु पर्यो, कतार जानु पर्यो, मलेसिया जानु पर्यो, कति पैसा लाग्छ? त्यही त मैले त्यही भएर तपाईँले म एउटा मजदुर मानिलिनु, म तपाईँको मेन पावर मार्फत चाहिँ जान चाहन्छु, देशमा रोजगारी भएन, म तपाईँको जान चाहन्छु मलेसिया। ओके, कति रुपियाँ लाग्छ मेरो आफ्नो चाहिँ श्रम गर्ने जुन अफिस छ होइन, त्यो ठाउँसम्म मलेसियाको चाहिँ मैले काम गर्ने ठाउँसम्म पुग्नका लागि मेरो यहाँबाट लाग्ने कस्ट त्यहाँ नपुग्नेसम्म कति हो तपाईँ बताउनुहोस् न। आज अध्यक्षको मुखबाट सुनौँ, यो ठ्याक्कै लाग्ने कस्ट। सुन्नुहोस् तपाईँ, त्यो मलाई सुन्नुपर्ने जरुरी छैन कि तपाईँको चाहिँ के अरे मन्त्रालयको चिया पकाउनेदेखि लिएर तपाईँको क्यामेरा पकाउने सबैलाई थाहा छ त होइन? तपाईँको मुखबाट तपाईँ बुझ्नु न, होइन तपाईँहरू किन नबोल्ने यो इस्युमा? हामीले त फ्री भिसा फिटिङमा सम्भव छैन भनिरहेछ त बारम्बार। अहिले मात्रै त्यो सम्भव छैन, ठिक छ, मैले माने तपाईँको कुरामा मैले सहमत जनाएँ, तर सरकारले एउटा कानुन लेख्यो फ्री भिसा फ्री टिकट, तपाईँ व्यवसायहरूले लबिङ गर्नुभयो भन्नुभयो, यो सम्भव छैन हो। तर अहिले जानलाई कति लाग्छ त्यहीबाट सोधेको त तपाईँको मैले। अहिले म जान पर्यो भने मलेसिया एउटा कामको लागि मलाई कुनै त्यहाँको चाहिँ कम्पनीले बोलायो भने मैले तपाईँको मेन पावरबाट प्रोसेस गरेँ एउटा उदाहरणको लागि भने कति रुपियाँ लाग्छ मेरो यहाँबाट त्यहाँ श्रम गर्ने ठाउँसम्म नपुग्नेजेलसम्मको लागि? त्यही त मैले भने नि त, तपाईँ एउटा हिसाब किताबमा के ट्याक्क ठिक छ कि हिसाब किताबको कुरा भने हामीले त राज्यलाई चाहिँ लिखित रूपमै दिइरहेछ त, त्यो के अरे तपाईँको चाहिँ 3टा मोडल दिइरहेकै छ त। तपाईँ 50,000 80,000 1 लाख लिखित रूपमै तपाईँ हेर्न सक्नुहुन्छ। लिखित रूपमै भन्नु त मैले ठाउँमा भन्ने हो नि त, मिडियामा भनेर बाहिर भनेर त हुने कुरा होइन। भन्नु मिल्दैन कति लाग्छ भनेर भन्नु लिखित रूपमै लेखेको छ हामीले। लेखेको चिज कति हो? होइन, टिकट नदिँदा टिकटको चार्ज यति लाग्छ हजुर, हो कि होइन? मेडिकलको चार्ज यति लाग्छ, ओरिएन्टेसन चार्ज यति लाग्छ, लिखित रूपमै दिएछ त हामीले। ल ट्याक्कै भन्नुहोस् न, टिकट उताबाट दिएको खण्डमा कति लाग्छ, नदिएको खण्डमा कति लाग्छ, खुलस्त पारिदिनुहोस् न। हाम्रो त्यो बस राज्यसँग चल्दैछ अहिले पनि। सर्भिस चार्जको सवालमा 1 मन्थ चाहिँ मिनिमम 1 मन्थ हुनुपर्छ भनेर गइरहेछ त हामी। अनि त्यसले गर्दा राज्यले निर्णय गरेपछि बल्ल त्यो कुरो त अटोमेटिक कार्यान्वयन हुने। त्यही त राज्यले निर्णय फ्री भिसा फ्री टिकट गरेको छ, तपाईँहरूले त्यो सक्दैनौँ भनेर चाहिँ बारम्बार लबिङ गर्नुभएको छ। प्रत्येक वर्ष लाखौँ मान्छे वैदेशिक रोजगारमा गइरहेका छन्, त कतिमा गइरहेका छन् तपाईँ सङ्घको अध्यक्ष? त्यो त भनिदिनु पर्ला नि अध्यक्ष, होइन र? होइन, तपाईँले सोध्ने आफ्नो होला, तर राज्यले त मेरो प्रश्न होइन यो, हरेक श्रमिकको प्रश्न हो। 65 लाखको तपाईँ अध्यक्ष हुनुहुन्छ भने म पनि 65 लाखको एउटा आवाज हुँ, त्यो हिसाबले त्यो आवाजलाई मैले प्रतिनिधिको रूपमा तपाईँसँग प्रश्न सोधेको हो। त्यही त मैले त भने त इभन टिकट आएन भने टिकट काट्ने पैसा त्यहाँ जोडिन्छ। कति लाग्छ टिकट त डिपेन्ड अफ त्यो सिजन हुन्छ नि त, सिजन अनुसार होइन? किनभने तपाईँको चाहिँ 26,000 चाहिँ अहिले त 52,000सम्म परेको छ। 26,000 टिकट भयो, टिकट पाउँछ होइन र? हजुर, त्यसले गर्दा अब 26,000 टिकट भयो, अहिले 26,000 राखौँ ल, ल 26 र 20को गरौँ ल, 40,000 राखौँ, कहिले बढ्ला कहिले घट्ला। अनि बाँकी स्वास्थ्य परीक्षण होइन, ओरिएन्टेसन होइन, त्यो बताउनुहोस् न हजुरले। मैले भन्दा होइन, मैले लिखित रूपमा मन्त्रालयमा दिइसकेपछि तपाईँलाई किन आउनुहोस् न, तपाईँ 5 गते हाम्रो छलफल छ त, बगैँचा हाम्रो चाहिँ छलफल छ। राज्य भन्न नमिल्ने, लेख्ने मिल्ने चिज किन भन्न नमिल्ने? तपाईँले कि पहिले भन्नु पर्थ्यो, तपाईँले लिखित ल्याएको दिनुहोस् भनेर। तपाईँले मलाई बारम्बार बोलाउनु, म त आएँ, हो कि भन्नुहोस् त? मलाई कि तपाईँले राज्यले लेखेको छ, हिजो 14वटा अपिल पनि लेखेको, 14वटा पनि अपिल गरेर रहेछ, त्यो सम्बन्धी ल्याउनुहोस् है अध्यक्षज्यू भनेर सायद मैले लिएर आउँथ्यो होला। अध्यक्षज्यू यो त यस्तो भयो के, तपाईँको चाहिँ ढुङ्ग्रो लुकाएको जस्तो भयो। ढुङ्ग्रो लुकायो भने किन लिखित दिन्थ्यो त मन्त्रालयमा? लिखितको कुरा तपाईँले भनिदिनुहोस् न, यो कन्डिसनमा यति लाग्छ, यो कन्डिसनमा यति लाग्छ, टर्म्स अफ कन्डिसन चाहिँ यो हो, उताबाट चाहिँ भिजा सहित आएको छ भने फ्री भिसा चाहिँ सहित आएको छ भने यति लाग्छ, त्यताबाट आएको छैन भने टिकट खर्च यति लाग्छ, स्वास्थ्य परीक्षण यति लाग्छ, तपाईँको चाहिँ ओरिएन्टेसन यति लाग्छ, हामीले सेवा दिएको बापतको चार्ज यति लाग्छ। त 3टा कन्डिसन तपाईँले मन्त्रालयमा लिखित बुझाउनु भएको छ भन्नुभयो, त के बुझाउनु भएको छ बताइदिनुहोस् न हजुरले। तपाईँ 5 गते आउनुहोस्, 5 गते फेरि 6 गते आएर म बताइदिन्छु यहाँ, बुझ्नुभयो? अहिले चाहिँ भन्नु मिल्दैन। होइन, मैले त लिखित रूपमा त बुझाइसकेपछि त यहाँ मैले यहाँ भन्ने भनेर रेडी बनाएन। अहिले चाहिँ कति लिँदै आउनु भएको? सिधै तपाईँले मलाई अघि भन्नु पर्थ्यो, होइन र? त्यो लिएर आउनुहोस् भनेर भन्नु पर्थ्यो। अझै कहाँ छिटाउनु भन्नुभयो तपाईँले मलाई। मैले त बिहानै भनेको तपाईँलाई, बुझेँ, बिहान पनि मैले तपाईँलाई भनेको थिएँ। म अहिले रसिङमा छु, त्यहाँ चाहिँ तपाईँको के अरे मिटिङमा गइरहेको छु, होइन? मैले तपाईँले होइन आउनुपर्छ भने के हो त विषय भन्दाखेरि सामान्य भन्नुभयो। मजदुरको त हामी पनि धेरै सेन्सिटिभ छ त। त्यसो भए ठिक छ, तपाईँले दिएको प्रस्ताव मलाई खुलाउनु मिलेन। अहिले तपाईँले म संवाद गरिरहेका छौँ, एयरपोर्टमा कोही न कोही कुनै न कुनै मुलुकमा गइरहनु भएको छ रोजगारीका लागि, कति तिर्नुहुन्छ होला?
अहिले चाहिँ चलिरहेको चाहिँ करेन्टली त्यो प्रस्ताव गरेको तपाईँहरूले आवाज उठाएको त 72 सालदेखि नै छ तपाईँको कार्यकालमा पनि तपाईँ लाग्नु भएको छ तर आजको दिनसम्म तपाईँहरू म संवाद गरिरहेका छौँ आज काठमाडौँ उपत्यका लगायत देशभरिका मेन पावरबाट मलेसियाका लागि कतिमा गइरहेका छन् मान्छेहरू नागरिकहरू श्रमिकहरू मैले भने नि तपाईँको मलेसियामा कति गयो कति गएन भनेको त राज्यसँग भनिरहेको छ नि त जब मैले तपाईँलाई 6 गते बोलाउनु 6 गते कुरा गरेर ओपन भनिरहेको छ त कि यो त दुईजनाले मात्रै कुरा गरेन होला नि त मलाई लुकाएर कुरा गरेर झुकाएर कुरा के जरुरत छ भन्ने हो क्या हैन पैसा 6 गते कुरा गरौँ न पैसा कति लाग्छ भनेर सोध्न खोजेको क्या मैले मैले 5 गते बुझाइसकेको छु त 6 गते कुरा गरौँ भएन भने भनेको 6 गते भन्दा अगाडि भन्नु मिल्दैन त्यो हामीले जब नीतिगत रूपमा चाहिँ छलफल बहस चलिरह्यो भने हो कि होइन भन्नुहोस् 72 सालदेखि चलाइन यो बस 72 पर चल्ने छुट्टै हो नि त 72 सालमा यही मन्त्री थियो र यही सरकार थियो र सरकार अनुसारको मन्त्री हुन्छ होला नि त जस्तै अहिले राज्यले पनि यो पछिल्लो विषयमा कसरी परिवर्तन गर्ने भनेर चाहिँ यसलाई चाहिँ एडजस्ट गर्नुपर्छ भनेर लगाइरहेपछि चाहिँ हामीले नीतिगत रूपमै सुधार्नुपर्छ भनेर 6 गतेसम्म जतिले जतिमा गए पनि गइरहेछन् होइन त्यो होइन कि तपाईँ फेरि बुझ्नु भएन तपाईँ डाइभर्ट नगर्नुहोस् न होइन मैले डाइभर्ट गर्न खोजेको कति पैसा लाग्छ भनेर एउटा सामान्य मजदुरको तपाईँ मानिलिनु सरकारी ओदामा हुनुहुन्छ भने तपाईँले जनताको करबाट तलब खानुभएको छ भने तपाईँले कति तलब सेवा सुविधा खानुहुन्छ भनेर मैले सोध्न पाइनँ त्यस्तै तपाईँ एउटा वैदेशिक रोजगार व्यवसाय सङ्घको अध्यक्ष त यो देशमा एउटा मजदुर पठाउनलाई कति लाग्छ भनेर मैले सोध्ने मेरो दायित्व र मेरो धर्म होइन र मेरो तपाईँको चाहिँ त्यो हिसाबले सोधेको मैले तपाईँलाई म त्यहीँ ठ्याक्कै चुरोमा आयो त्यो मलाई बोल्ने बारेमा त राज्यले बनाउनु पऱ्यो नि त कति हो त नि हाम्रो लागत खर्च भनेको भन्दै नमिल्ने कति हो त नि लागत खर्च भन्नु न तपाईँले नि कति हो भन्नुहोस् त ठ्याक्कै तपाईँ सही पोइन्टमा आउनुभयो के कति हो हाम्रो लागत खर्च भन्नुहोस् त तपाईँले भन्नु तपाईँ मैले कसरी राज्यले भन्ने हो कि होइन मैले भन्ने हो र भने राज्यले भन्नु पऱ्यो नि त खोइ त कति हो